हेलो वेलकम टु द ब्याक आरडब्लुएल राइडर ब्लग होइन यो चाहिँ मिनी ब्लग हो मेरो होइन। अनि म चाहिँ अहिले यो च्याल्टी भन्ने ठाउँबाट टक्क म चाहिँ यता थामको लेक यता मास्तिर बाइक बनाउन जान लागेको। यो चाहिँ च्याल्टी बजार हो, यो च्याल्टीको पुल, यो एउटा सानो ब्रिज हो। अनि यहाँ छ च्याल्टी पुल होइन। यहाँको लम्बाइ चाहिँ 25 मी रहेछ। अनि त्यस पछाडि स्पान सङ्ख्या 1 रहेछ। अनि यो च्याल्टी बजार चाहिँ यस्तो छ गाइज, फाइनल्ली यस्तो दामी होइन, दामी छ। यहाँ चौर छ, यहाँ फुटबल गेम हुन्छ बेला बेला। अनि यहाँ यस्तो बजार छ है, पुरै तामाङ बस्ती हो पुरै होइन, तामाङ बस्या ठाउँ जस्तै छ क्या, लुङतोरोहरू ट्याक्क होइन छापेर। अनि यहाँ यस्तो खोला नालाहरू छ। अनि यहाँ चाहिँ मेरो घोडा छ। अनि फाइनली अब मेरो घोडाले साथ दिन्छ भन्ने पक्कै मलाई विश्वास छ। अनि म अब यता मास्तिर जानेछु ट्याक्क लाएर होइन। अनि त्यस पछाडि घोडा रेडी, अनि म पनि यता रेडी छु फाइनल्ली। अनि मेरो ब्लग सबैजनाले माया गरेर हेरिदिनु होला। मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब, लाइक, सेयर चाहिँ मजाले माया गरेरै गरिदिनु होला है भन्न चाहन्छु। तपाईँहरूकै सपोर्टले म अघि बढ्न सक्छु भन्ने मलाई धारणा छ होइन, विश्वास छ। ओके, अनि अब यहाँ बाटोको राइडिङ ब्लग हाल्दैछु। अब म यता चाहिँ राइट साइड लाग्छु। अब यहाँबाट मास्तिर चाहिँ अब बाटोहरू डेन्जर छ होइन, हेरौँ कस्तो हुन्छ। अब राइडिङ मेरो चाहिँ फेरि अफ रोडमा चाहिँ डेन्जरै जान्छ क्या राइडिङ चाहिँ होइन। हामीले हो घामराङ घुमराङ होइन। कस्तो भने मलाई चाहिँ यो अप्ठ्यारो बाटोमा चलाउन चाहिँ खुब डर लाग्छ क्या पहिल्यैदेखि नै होइन। अप्ठ्यारो बाटो भने कि यस्तो हाँकिदिन्छु कि म होइन। यस्तो छ कि ठाउँ ठाउँमा यस्तो छ। अस्तिको यो बाढीले बिगाऱ्यो होला क्या यो, नत्र अलिक यति चाहिँ बिग्रेको थिएन बाटो है। अस्ति न बाढी आएको थियो नि त ठुलो पानी, त्यसले गर्दाखेरि बिग्रा हो यो। अहिले त बर्खामा पनि के अरे हिउँदामै बाढी आउँछ, के गर्नु होइन। अब जमाना उल्टो भइसक्यो फाइनली। के हो यो, यस्तोमा उडायो भने त अनि मान्छेको बच्चा खुलेत हुन्छ त हो। यो दामी, यो चाहिँ च्याल्टीको मास्तिर यो थामको लेक जाने बाटो हो है। अफ रोड चाहिँ यस्तो डेन्जर छ। कस्तो बाटो यो, डेन्जर छ डेन्जर यहाँ। डट बाइक कुदाउने ठाउँमा अनि पल्सर 150 कुदाएर हुन्छ। तर मेरो चाहिँ यो पल्सर 200 है, पहिलाको पुरानो मोडल। डेन्जर कुद्छ डेन्जर। आमा झन्डै ढुङ्गाले फालिदिएको हेर। डेन्जर छ डेन्जर बाटो त। यो जङ्गल हो, यो चाहिँ जङ्गल हो कि, यो जङ्गल हो क्या। यस्तो जङ्गलमा यस्तो खोला होइन, हिमालतिर मात्रै देखिन्छ क्या यस्तो खालको खोलाहरू। फोन गर्दै हुनुहुन्छ राजेश अङ्कलले। मेरो दाइको नाम पनि राजेश हो। अनि माङ्गाल थानमा अहिले जुन मान्छेको बाइक बनाउन जान लागिरहेको छु, उहाँ अङ्कलको नाम पनि राजेश श्रेष्ठ है। माथि आउनु भइसक्यो जस्तो छ। अब म आउँदैछु फाइनली, धेरै लाग्दैन अब 15 मिनट। पहिला यो बाटो म कति हिँड्यो भने नि होइन, पहिला यस्तो सोलिङहरू थिएन कि यहाँतिर। आम्मा कस्तो अप्ठ्यारो हुन्थ्यो। म बासपुर भन्ने ठाउँसम्म गएको छु कि यो बाटो बाइक लगेर पहिलोचोटि है। खोरेल गाडी हिँड्ने ठाउँमा ट्याक्क मैले बाइक लिएर गएको थिएँ क्या पहिला।
ओइ बाटो ओइ आम्मामा उडु यस्तरी चलायो भने चाहिँ डेन्जर छ हुन्छ ल डेन्जर। यहाँ हेर्नु बाटो कस्तो छ। यहाँ हेर्नु न बाटो कस्तो छ बाटो। आम्मा झन्डै लडेको यार कसम बाङ्ग र टिङ्ग भइदिएर भने म त बाइकै छोडेर फलाइदिन्छु। यहाँ चाहिँ ऊ आइपुगेको रहेछ गाडी कहाँ गयो ए ल यहाँ चाहिँ खोला रहेछ। उहाँ अङ्कलकै बाइक बनाउन आएको यहाँ ल्याउनु भएको रहेछ। फाइनली म बाइक बनाउने ठाउँमा आइपुगेँ गाइस। ल ठिक छ। मेरो बाइक चाहिँ यहीँ राख्छु। राइट उहाँको चाहिँ यहाँ बाइक बिग्रिरहेछ। अब हेरौँ के भएको रहेछ। चाबी कहाँ छ अङ्कल चाबी चाबी लिएर आउनु चाबी। फाइनली म चाहिँ यहाँ आइपुगेँ गाइस। राइट खतरा गर्मी हुँदो रहेछ। फर्स्ट नम्बरमा चाहिँ मोबाइल चेक गरौँ। मोबाइल चेक गर्नको लागि चाहिँ एउटा सानो सिङ्काको आवश्यकता पर्यो। मोबाइल चेक गर्नलाई सिङ्काको पनि व्यवस्था गरिसक्यो मैले। हेरौँ ओ मोबाइल निकै कम छ। यसलाई भन्छ ह्यान्ड पावर होइन। बोल्यो मान्छेलाई होइन ह्यान्ड पावर चाहिँ डेन्जर हुन्छ कि। यो मेकानिक मान्छेहरूको ह्यान्ड पावर चाहिँ बढी हुन्छ बढी हात चल्छ त्यही भएर। अनि यत्रो 150 बाइक अनि एउटा हातले फेक्दिनु भनेको त धेरै बलियो हो नि त होइन। 220 चलाएको रे भनेर दिइहालेँ। अब के नम्बर यहाँ हेरौँ न अगाडि जोते तपाईँले भेटिहाल्नु ब्लग घुम्नु सक्छ। फाइनली बाइक बनाएर सक्यो होइन। अनि अङ्कल चाहिँ जानु भइसक्यो डाँडा कट्यो। अब म चाहिँ यहाँ भिडियो बनाउँदैछु। मेरो चर्चीकोला यही हो। अनि फाइनली आजको काम मेरो यति नै भ्लग होइन। अनि कस्तो लाग्यो भाइको भ्लग सबैजनाले होइन मलाई कमेन्ट गर्नु होला कहाँदेखि हेर्नुहुन्छ होइन। मलाई कहाँदेखि हेरेर माया गरिदिनु हुँदो रहेछ भनेर मैले पनि थाहा पाउँ भन्दै तपाईँहरूलाई आज मेरो भ्लग मिनी भ्लगमा यति नै। ओके बाइ बाइ।